After path of the projectile, we are going to discuss about maximum height attained by a projectile. Okay, it is the greatest height to which a projectile rises above the ground. जस्तै projectile हामी यसरी थ्रो गर्दा maximum कति height सम्म जान्छ त this यो ग्राउन्ड देखि यसको maximum height सम्मको डिस्टेन्स लाई हामी maximum height भन्छौं. maximum height कति हुन्छ निकाल्नु पर्यो. ओके, at maximum maximum height मा हामीलाई के कुरा थाहा हुन्छ फेरि गिभन लेख्नु पर्यो. at maximum height यो maximum height मा के हुन्छ रे? अब maximum height मा this velocity vx is responsible for horizontal displacement and vy is for vertical displacement. तर के छ त भन्दा maximum height मा बढी यो भन्दा माथि जाँदैन, means their final vertical velocity is 0. त किन हामीले यसलाई फाइनल भनियो त भन्दा यो इनिशियल भयो भने यो कन्डिसन सम्मकोलाई फाइनल, कुनै नेक्स्ट कन्डिसनलाई हामी फाइनल भन्छौं. डिस्टेन्स ट्राभल एलोङ भर्टिकल, डिस्टेन्स ट्राभल को हामी फर्मुला के लेख्या दियौ? डिस्टेन्स ट्राभल अन s. किन यहाँ सबै भर्टिकल भन्नु पर्यो त भन्दा हाइट भनेको हाइट इज एलोङ अलवेज भर्टिकल, दैट्स व्हाई यु क्यान से sy. भर्टिकल तिर कति डिस्टेन्स ट्राभल गर्यो त भन्दा h max. एक्सेलरेसन एलोङ भर्टिकल, एक्सेलरेसनलाई a, भर्टिकल भन्यो हुनाले y. Acceleration along vertical is minus g. Why minus g? Because the projectile is moving against the gravity. Gravity को against मा गएको हुनाले minus g लेख्यौ. And we know initial velocity also. हाम्रो initial velocity के छ? यसो फाल्दाखेरिको vertical velocity uy पनि छ. uy के छ त भन्दा u sin theta. त्यो बाहेक अरु कन्डिसन हामीसँग छैन. अब अगेन हामीले फर्मुला युज गर्नु पर्यो. हामीसँग इक्वेशन्स अफ मोसन छ नि, s equals to ut छ. हामीलाई के चाहिएको छ भने डिस्टेन्स चाहिएको छ. यो h max भनेको डिस्टेन्स त हो, हाइट त हो. अब डिस्टेन्स नभएको फर्मुला यो u v equals to u plus at मा डिस्टेन्स छैन, यो लाग्ने कुरै भएन. अब यिनी दुईटा फर्मुला छ है त. अब यिनी दुईटा फर्मुलामा पनि यसमा टाइम छ. यहाँ भनेको छैन कति टाइममा यहाँ पुग्छ भन्ने कुरा भनेको छैन, मेन्सन गरेको छैन, मिन्स हामीलाई टाइम थाहा छैन. टाइम थाहा छैन मिन्स यो फर्मुला पनि लाग्ने कुरो भएन. s equals to u2 plus 1/10 स्क्वायर लाग्दैन. यो हेरौं, v पनि छ, v पनि छ, u पनि छ, u पनि छ, a पनि छ, s पनि छ, मतलब यो फर्मुला लाग्दो रहेछ. त्यही भएर युजिङ v स्क्वायर equals to u स्क्वायर plus 2as. Since the motion is along vertical, सबै vertical भएको हुनाले यसरी y y y y लेखौं. और vy स्क्वायर 0 भइहाल्यो. uy स्क्वायर भनेको u स्क्वायर sin स्क्वायर थीटा minus 2gh max. माइनस किन ay को भ्यालु माइनस g भएको हुनाले, और h max equals to u स्क्वायर sin स्क्वायर थीटा by 2g. This is the maximum height attained by a projectile. It depends upon the initial velocity. Initial velocity कति छ र कति एंगलमा प्रोजेक्सन गर्यो. This depends upon two factors. Let's say this equation b, यो b भएको हुनाले b भन्नु. यो फर्मुला सोधिरहन्छ, यो पनि माइन्डमा राख्नु पर्यो. जस्तै डेरिभेसनमा म्याक्सिमम हाइट एटेन्ड सोध्यो भने के गर्ने? फर्स्ट यु हैव टु ड्र दिस फिगर बनाउनु पर्यो, अलिकति ल्याङ्ग्वेज लेख्नु पर्यो, ux र uy को बारेमा लेख्नु पर्यो. देन आफ्टर डाइरेक्टली कन्टिन्यू फ्रम दिस है त. जे टपिक सोधेको छ त्यहाँबाट डाइरेक्ट यो चाहिँ सबैमा कमन भयो है त. फिगर बनाएर अलिकति एक्सप्लेनेसन गर्ने, त्यसपछि जुन टपिक सोधेको छ मिनी टपिक त्यतातिर जानु पर्यो.